यो केस जसरी पनि सल्भ हुनु पर्यो। That's it. मजा आयो। हेलो मुभी लभर, हाउ आर यु? आई होप तपाईहरू सबैजना सन्चै हुनुहुन्छ होला। आज भदौ 5 गतेबाट हलमा मास्टरनी फिल्म रिलिज भइसकेको छ र यो फिल्म हेर्नको लागि तपाईहरूले 2 घण्टा 3 मिनेटको समय दिनुपर्ने हुन्छ र तपाईहरूले दिएको त्यो 2 घण्टा हलमा कसरी बित्नेछ र फिल्मको राम्रो र नराम्रो पक्षहरू के कस्तो छ त्यसको बारेमा आजको भिडियोमा कुरा गर्नेछौँ। भिडियो एकदमै इन्ट्रेस्टिङ अनि रोचक हुनेवाला छ। त्यसैले तपाईहरूले अहिलेसम्म पनि हाम्रो युट्युब च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोला। शुभेन्दु घोषले डिरेक्सन गरेको मास्टरनी फिल्ममा हामीले प्रियङ्का कार्की, सिमरन खड्का, रक्षा थापा, प्रमोद अग्रहरी, अनुप विक्रम शाही, आर्यन सिद्धेल, गौरी मल्ल जस्ता कलाकारलाई देख्न पाइनेछ। यो फिल्मको कथावस्तुको कुरा गर्दाखेरि एउटा स्कुलको मास्टरनीले आफ्नो छोरीको क्राइम बचाउनको लागि उनले बनाउने प्लान र स्ट्र्याटेजी नै हो। फिल्ममा अंकिताको हातबाट एउटा यस्तो क्राइम हुन्छ जुन उनले चाहेर गरेको हुन्न। त्यसपछि जसरी कथा अगाडि बढ्छ नि त्यो हेर्न लायक छ र त्यही कुराले फिल्मलाई अझ धेरै इन्ट्रेस्टिङ बनाउँछ। मलाई मास्टरनी फिल्ममा राम्रो लागेको कुरा भनेको कथाले अडियन्सलाई बनाउने क्युरियोसिटी नै हो र रक्षा थापाले जसरी सिसिरिया शर्माको रोल निभाएकी छिन् नि त्यो एकदमै बवाल छ। अरू कलाकारको काम पनि राम्रो छ र फिल्मको कमजोर पक्ष भनेको फिल्ममा मास्टरनीले हरेक कुरामा ज्ञान दिन खोज्दा कता कता ज्ञान बढी भए जस्तो लाग्छ। तर के गर्ने, मास्टरनीले दिएको ज्ञान लिनै पर्यो। र फर्स्ट हाफको 20 मिनट अलि स्लो छ र जब सिसिरिया शर्माको इन्ट्री हुन्छ त्यसपछि मात्रै फिल्मले आफ्नो लय पक्रिन्छ र टेलरमा देखाएका धेरै सिन र कलाकारलाई हामीले फिल्ममा देख्न पाउँदैनौँ। यो किन भयो यस्तो? ओभरअल फिल्मको कुरा गर्दाखेरि फिल्म राम्रो छ। नेपालमा चलिराख्ने फिल्मभन्दा केही फरक टेस्ट भने दिन्छ र कता कता हिन्दी फिल्म दृश्यमको याद भने दिलाउँछ है। तर फिल्ममा भएको सस्पेन्स र ट्विस्टले भने दर्शकलाई निराश बनाउन दिँदैन। र मैले अनेस्टली भन्नुपर्दाखेरि नेपालमा यस्तो खालको फिल्म प्राय कम नै बन्छ। त्यसैले तपाईसँग समय छ र फिल्म हेर्न मन छ भने यो फिल्म हेर्दा फरक पर्दैन। र तपाईहरूले फिल्म हेरिसक्नु भयो भने तपाईँलाई फिल्म कस्तो लाग्यो कमेन्ट गर्नुहोस्। र अहिलेसम्म तपाईँले नेपाल सिने भाइब्स युट्युब च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने प्लिज सब्स्क्राइब गरिदिनु होला।